नमस्कार गुड मर्निङ उहाँहरूलाई गुड मर्निङ भन्न चाहन्छु। आजको कार्यक्रममा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रममा दमकदेखि ढिलो आयौँ। सर्वप्रथम त हामी माफी माग्न चाहन्छौँ। हामी तिनजना चाहिँ एकदम ढिलो आयौँ होइन, प्रोग्राम अफिस सुरु भइसकेको थियो। अनि डर लाग्थ्यो भने ढिलो भयो, हामीलाई के भन्नुहुन्छ र हामीले सोच्दै पनि आइपुग्यौँ। टाढो रहेछ। अब साथै मेरो परिचय चाहिँ म निर्मला देवान, मेरो घर चुलाचुटी इलाम पर्छ। हामीले दमकको नजिक भएर चाहिँ दमकसँग एकदमै नजिक छौँ होइन। डिएक्सनमा जोडिएको पनि अहिले 6 वर्षभन्दा पनि क्रस गरिसक्यो मैले। जब हामी स्वास्थ्य हुँदैनौँ अनि खोज्दै हाम्रो बिमारहरूले चाहिँ हामीलाई यो धेरै मैले डक्टरहरू जाँदा औषधि उपचार गर्दै जाँदाखेरि होइन, यो जुन चाहिँ दबाईहरूले काम गर्न छोडेपछि मैले डिएक्सनको प्रडक्टलाई पाएको हो। डिएक्सन चाहिँ कसरी पाएँ भने मैले जब हामीलाई अर्ग्यानिक खाना चाहिन्छ, अर्ग्यानिक कुरा चाहिँ हाम्रो डिएक्सनमा मात्रै छ भन्ने कुरा चाहिँ मैले एउटा यो सानो भिडियोबाट सुनेको थिएँ होइन। अनि जुन रातो च्याउको कुरा आयो यसमा हाम्रो, अनि रातो च्याउ खायो भने चाहिँ हामी एकदमै रातो च्याउ चाहिँ अर्ग्यानिक प्रडक्ट भएको कारणले हाम्रो स्वास्थ्यमा एकदमै राम्रो काम गर्छ। जुन हाम्रो मरेको सेलहरूलाई बचाउँछ भन्ने कुरा मैले थाहा पाएँ। मेरो चाहिँ स्किनमा प्रब्लम थियो, मेरो यो फेसमा चाहिँ सेल मरेको, डक्टरले मेरो सेल मरेको भनेर चाहिँ यो केसको भागै केस पनि झरिसकेको थियो। मेरो एकदम समस्या धेरै भएर चाहिँ त्यो दबाई खाँदै जाँदा अर्को समस्या आउने, पिनास पनि एकदम डरलाग्दो। म यसरी मान्छेको अगाडि बस्नु पनि नसक्ने हो। हाँस्नु गरेकै हाँस्नु चाहिँ मलाई लगभग 12 चोटिभन्दा धेरैचोटि आउने क्या आफै। अनि यो कुराहरू चाहिँ सबै मेरो यो डिएक्सनको प्रडक्टले नै अहिले म यति स्वास्थ्य भएको छु। जस्तो कि मैले सुरुमा कफीबाट सुरु गरेको थिएँ, कफी र पेस्टबाट। अनि घरमा पनि मेरो बाबाहरू बिरामी हुनुहुन्थ्यो। अनि यस्तै बुढो मान्छे हुनुहुन्थ्यो, मेरो बा 83 वर्षको हुनुहुन्थ्यो। अनि उहाँलाई कब्जियत हुने हरेक उपायलाई त्यस्तो। अनि उहाँको लागि पनि मैले कफी सेवन गराएँ, कब्जियत पनि ठिक भयो। अनि एकदम त्यो डक्टरको दबाईले काम नगरेको बेला चाहिँ त्यो कफी मार्फत चाहिँ उहाँको कब्जियत पनि एकदम कफी खाएको भोलिपल्टैदेखि उहाँको चाहिँ एकदम लेभलमा आयो क्या। बिहान 7 बजे टोइलेट जहिले पनि नत्र त्योभन्दा अगाडि चाहिँ मैले डक्टरको दबाई खुवाएँ। नभएर यो मैले रातो फुलहरू खुवाउनुपर्छ भनेको सुनेर चाहिँ धेरै खुवाएँ क्या, त्यो पनि खोजेर होइन। कति त जडीबुटी खाएर पनि भएन। त्यसमा चाहिँ हाम्रो डिएक्सनको प्रडक्ट यो कफीले चाहिँ हाम्रो दमकमा पनि मैले अफिस खोज्दै गएर लास्टमा त्यहाँ टेक सर्कोमा पुगेर टेक सर्कोबाट एउटा कफी लगेर सुरु गरेको हो। अनि बादमा मेरो यो जुन चाहिँ डिएक्सनमा जोइन चाहिँ हुन सकेको थिइनँ। मलाई चैतन्य प्रकाश सरलाई मैले बिचमा बाटोमा भेटेर चाहिँ जोइन भएर म छापा सरसँग जोडिन पुगेँ होइन। डिएक्सनले नै हामी सबैलाई चिन्जान गरायौँ। अनि यति टाढोको हामी अहिले कति धेरैजना चाहिँ नजिक छौँ। यो डिएक्सन थिएन भने हाम्रो चिन्जान पनि हुन्थेन र हामी यसरी अगाडि आएर उभिएर हाम्रो परिचय पनि दिन सक्दैनौँ थियौँ होइन। त्यो अवस्थाको मान्छे अहिले यहाँनिर आएर म बोल्दैछु। अनि म चाहिँ सर्वप्रथम हजुरहरूलाई के भन्न चाहन्छु भने हामीलाई सबैभन्दा ठुलो कुरा चाहिँ स्वास्थ्य रहेछ। अब स्वास्थ्य नै मैले पाएको थिइनँ भने म यहाँ आएर बोल्न पनि सक्दिनँ थिएँ होइन। अनि हामी छोरी मान्छेबाटै धेरै कुरा चाहिँ हाम्रो घरमा के हुन्छ भने अब दाइ भाइ बुवाहरू हुनुहुन्छ होइन, उहाँहरू हामीले जस्तो दियो त्यस्तै खाने हो। हामीले सुरु गर्ने चाहिँ हामी छोरी मान्छेले चुलाबाट है, म चाहिँ यही भन्न चाहन्छु। अनि खानामा कसरी खाने, अब पहिला त हामीलाई थाहा थिएन हामीलाई मिठो चाहिने, पिरो अमिलो त्यस्तै होइन। अब चाहिँ हामीले यो चाहिँ सुधारेर लानुपर्छ। किनभने घरमा
5 जना परिवार छ भने 5 जना रोगी छ अहिले हैन। अपरेसनमा को अवस्थामा पुगेको छ, कोहीको खुट्टामा के अरे हिल पलाउँदो रहेछ, मासु त्यो हड्डी पलाउँदा रहेछ, अनि त्यसको दबाई खाँदा खाँदै अर्को बिमार आउने हैन। त्यो जाति पनि हुँदैन डक्टरको दबाईले। हामीले जान्यौँ भने हाम्रो खानपिन हामीले मिलाएर खायौँ भने अनि घरमै हामीले जडीबुटीहरू गऱ्यौँ, जडीबुटीकै साराबाट डक्टर पनि चाहिन्छ हामीलाई, चाहिँदैन होइन। जतिखेर हामी एक्सिडेन्ट हुन्छौँ, अब चोटपटक लाग्छ, हातखुट्टा भाँचिन्छ होइन, चाहिन्छ डक्टर पनि। ठुलो रोग लागिहाल्यो भने चाहिन्छ, तर त्यो नलाग्नुको लागि चाहिँ हामीले सबैभन्दा पहिले खाना सुधार्ने। अनि हाम्रो कस्मेटिक छ अहिले, म चाहिँ एउटा ब्युटिसियन पनि हो होइन। पहिल्यैदेखिको बिचमा मैले छोडेको थिएँ, यो पार्लर गर्दा गर्दै मेरो यहाँनिर एउटा सानो दाग आएको फर्स्टमा। त्यही दागबाट सुरु भएर पछि मेरो फेस चाहिँ देखाउनै नहुने भएको थियो। म 1 वर्ष यसरी सल ओढेर पनि हिँडेको। अनि डक्टर छाला स्किन डक्टरहरू जाँदा जाँदा पछि चाहिँ मलाई क्यान्सर हो है पछि यो तपाईँको भन्नुभएको थियो मलाई डक्टरले। अनि तर पनि मलाई डर लागेन। जब सेल पलाउँछ भनेर चाहिँ मैले डिएक्सनको प्रोडक्ट खाएको होइन। मैले 9 महिना चाहिँ कन्टिन्यू खाएँ, त्यहाँबाट मेरो फेसहरू पनि रिकभर भएर आयो। अनि त्यही कारण चाहिँ हामीले कस्मेटिकमा पनि धेरै ध्यान दिनुपर्ने हुन्छ। हामी लिपस्टिकहरू लाउँछौँ, अब हामी छोरी मान्छे हो, हामीलाई अलिकति सौन्दर्यता चाहियो होइन। अनि लिपस्टिकहरू लाउँछौँ, त्यो लिपस्टिकहरू पनि त्यो के भन्छ अब पैसा त हामीसँग हुँदैन, तर भए पनि होइन कसरी पुऱ्याएर लाउने, अलिकति ब्रान्डकै लाउने। सकेसम्म अब त डिएक्सनमा आएको छ हाम्रो लिपस्टिक। डिएक्सनको लिपस्टिक चाहिँ म्युट थोरै सिम्पल कलरको हुन्छ। त्यसमा हजुरहरूले अब लाइट कलर उज्यालो चाहियो भने त्यो भित्रबाट हाम्रो पहिले डिएक्सनको लिपस्टिक लाउने, अनि त्यसमाथिबाट मात्रै फेरि अर्को लिपस्टिक लाउने क्या हामीले। त्यति गऱ्यो भने पनि हाम्रो स्किनमा डाइरेक्ट त गएन नि यो के भन्छ केमिकल। म चाहिँ अब यस्तै गर्छु होइन। अनि क्रिम, फेसमा क्रिम लाउँछु, सनस्क्रिमहरू बजारको पनि लाउँछु। तर पहिले चाहिँ मैले पुरै छोडेको थिएँ, अहिले चाहिँ म यसरी धेरै घाममा हिँड्दाखेरि सनस्क्रिम लाउँछु। तर फर्स्टमा चाहिँ हाम्रो डिएक्सनको अक्वाजेल भनेर आएको छ डे क्रिम, फर्स्टमा त्यो डे क्रिम लाउँछु, अनि त्यसमाथि मैले सनस्क्रिम लाउने गर्छु बजारको होइन। यसरी आफ्नो स्वास्थ्यलाई चाहिँ अब बचाउँदैछु, जोगाउँदैछु। हजुरहरूले पनि यही कुराहरू अब मैले थोरै कुरा यहाँ सुनाएँ, अझै सक्दो चाहिँ अब डिएक्सनलाई फलो गरेर जानुहोस्, हेर्नुहोस्, युट्युबतिर हेर्नुहोस् होइन। दुनियाँ सबले हालिराखेको हुन्छ। डिएक्सनमा चाहिँ कुनै पनि त्यो झुट बोलेको हुँदैन। जसले आफूले खाएर जस्तो भएको छ त्यो कुरा सुनाएको हुन्छ। एडभर्टाइजको लागि हामीले बढाएर त्यो कुरालाई चढाएर हाम्रो बिजनेसको लागि गरेको हुँदैन हाम्रो डिएक्सनमा चाहिँ। यति कुरा हजुरहरूलाई मैले क्लियर गराउन चाहेँ। अनि भन्दै जाँदाखेरि बुवा आमाहरूको लागि चाहिँ यो सेतो कफी हुन्छ हाम्रो, यो स्पारुलिना र हाम्रो सेतो यासा गुम्बा भएको कफी थोरै भए पनि खानुभयो, दुईवटा ट्याब्लेट यो हाम्रो छ स्पारुलिना खानुभयो भने उहाँहरूलाई हिँड्नु, डुल्नु, बोल्नु, साथीभाइसँग आनन्द, घरको घरको लाग्ने केही हुँदैन। त्यो चाहिँ हाम्रो अनुभव हो। हाम्रो पनि बुवाहरूलाई, दिदीहरूलाई खुवाइराखेको छु नि त मैले पनि। उहाँहरूलाई आनन्द छ, अहिलेसम्म परेको छैन। सँगैमा अरू हस्पिटल गएर 15 दिन 1 महिनामा हस्पिटल गइरहनु पर्ने हुन्छ होइन। उहाँहरू जानु परेको छैन। अनि बच्चाहरूलाई कोको चाहिँ अनिवार्य खुवाउनुपर्छ, हामीले धेरै खुवाउनु परेन। 3 महिनामा 1 प्याकेट किन्यौँ भने पनि पुग्छ क्या, नसक्दाखेरि पनि कोको चाहिँ खुवायौँ भने हाम्रो नानीहरू धेरै त्यो ब्रेन शान्ति स्वभावको हुन्छ क्या। त्यो जुन चाहिँ उच्चृङ्खल हुन्छ नि नानीहरू अरूको कस्तो उतौलो रिस्किने झर्किने त्यस्तो हुँदैन क्या हाम्रो प्रोडक्ट खाने मान्छेहरू चाहिँ। त्यति चाहिँ मेरो अनुभव छ होइन। अनि डिएक्सनमा हामी यो बिजनेसको लागि भन्दा पनि हजुरहरूसँग के भन्छ स्वास्थ्य नै ठुलो धन हो। त्यही कारण अब यही स्वास्थ्यकै कुराहरू बाँड्दै हिँड्छौँ हामीहरू। प्रायः सबैजना हामी सरहरू, उहाँ बितामोडदेखि आउनु भएको छ सर, उहाँ सर बितामाथिबाट आउनु है कति टाढा, हामी पनि टाढैबाट आएको छौँ। अनि अब हामीलाई भएको कुरा सुनाउने हो हामीले। हजुरहरूले पनि यही कुरालाई सोचेर बुझेर, अब यहाँ हाम्रो सदर सर हुनुहुन्छ, म्यामहरू हुनुहुन्छ, नजिकको सरहरू हुनुहुन्छ, बुझेर चाहिँ हजुरहरूले पनि प्रडक्ट कन्टिन्यू सबै प्रडक्ट खानु परेन है। हाम्रो चाहिँ कफी र पेस्ट चलाइदिनु भयो भने ठुलो कुरा। ग्यास्ट्रिकबाट बच्यो भने ग्यास्ट्रिकले नै हामीलाई अल्सर, क्यान्सर बनाउने हो होइन। अनि माइग्रेन छ नि, माइग्रेन पनि एकदम त्यो कफी मात्रै कन्टिन्यू खायो भने नि माइग्रेन पनि ठिक हुन्छ। मेरै घरको रिजल्ट हो। अनि स्टोन हुन्छ मान्छेलाई होइन,
स्टोनको लागि कस्तो अपरेसन गर्नु जान्छ, उहाँहरूलाई डक्टरकै विश्वास छ, तर हामीले कन्टिन्यू कति खायौँ भने हाम्रो स्टोनहरू पनि जाने, अनि त्यसमा अब अपरेसनै गर्नुपर्ने अवस्था छ भने त गर्नुपर्ने त्यो पनि हामीले। तर सबैभन्दा पहिला सुरुबाट हामीले यो कति टेस्ट हाम्रो यो टेक्सनको थोरै पैसा बचाएर पनि यो टेक्सनको सामानहरू खाने, दल्ने, घस्ने गऱ्यौँ भने हामी धेरै रोगबाट बाँच्न सक्छौँ। हजुरहरूलाई यही कुरा भन्दै म यति नै बोल्न चाहेँ। धन्यवाद। गुड मर्निङ जेक्सन।